के तपाईँहरू पनि औषधि उत्पादन गर्ने कम्पनीको मालिक बन्न चाहनुहुन्छ? नेपालको सेयर बजारमा फेरि एउटा नयाँ फार्मास्युटिकल कम्पनीले सर्वसाधारणका लागि ढोका ढकढकाउँदैछ। सोपान फार्मास्युटिकल लिमिटेडले 2083 वैशाख 2 गतेदेखि आफ्नो आइपिओ सेयर निष्कासन गर्दैछ। यस कम्पनीले कति किता आइपिओ सेयर निष्कासन गर्दैछ, कति किता आइपिओ सेयरका लागि आवेदन दिने, आइपिओ सेयरमा एप्लाई गर्न कति रुपियाँ लगानी चाहिन्छ, तर के यो कम्पनीमा लगानी गर्नु सुरक्षित छ? के रेटिङ नेपालले किन सिंगल बी रेटिङ दिएको छ र यो कम्पनीले तपाईँको पैसा कति समयमा फिर्ता गर्छ? आजको भिडियोमा हामी सोपान फार्मास्युटिकलको आइपिओको विस्तृत चिरफार गर्नेछौँ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथीहरू, तपाईँहरू पनि मेरो युट्युब च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ र युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यस युट्युब च्यानललाई सब्सक्राइब गरी सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई अन गर्न नबिर्सिनुहोला, किनभने सेयर बजारसँग सम्बन्धित छोटो मिठो भिडियो मैले लिएर आएको छु। सोपान फार्मास्युटिकल लिमिटेडले आफ्नो जारी पुँजी 1,71,60,00,000 रुपियाँको 25% हुन आउने 42,90,00,000 रुपियाँ बराबरको 22,90,000 किता आइपिओ सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये 10% हुन आउने 4,29,000 किता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसै गरी कम्पनीले 1,71,600 किता सेयर कम्पनीको कर्मचारीहरूको लागि र 2,14,500 किता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ। अब भने यस कम्पनीले दोस्रो चरणमा बाँकी रहेको 34,74,90,000 रुपियाँ बराबरको प्रति किता 100 रुपियाँ किन्ने दरले 34,74,900 किता आइपिओ सेयर तपाईँ हामी जस्तो सर्वसाधारणका लागि निष्कासन गर्दैछ भने यस कम्पनीको आइपिओ सेयरमा हामीले न्यूनतम 10 किताका लागि आवेदन दिन सक्नेछौँ भने अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्ने भए तापनि तपाईँहरूले यस कम्पनीको आइपिओमा न्यूनतम 10 किताका लागि मात्रै एप्लाई गर्नुहोला, किनभने नेपालमा अचेल आइपिओ भर्नेहरूको सङ्ख्या निकै ठुलो रहेको छ। यसमा 10 किता हात पर्न पनि गोलकथा अथवा लतिक्रको भर पनि देखिन्छ। त्यसैले धेरै किता आइपिओ एप्लाई गर्नुभन्दा न्यूनतम 10 किताका लागि CSR चार्ज 1,000 रुपियाँ आवेदन दिनुहोला। साथीहरू, तपाईँहरूले यस कम्पनीको आइपिओ एप्लाई गर्नको लागि मेरो सेयर एकाउन्टबाट सजिलै संसारको जुनसुकै ठाउँबाट पनि आइपिओ मजाले एप्लाई गर्न सक्नुहुनेछ। यस कम्पनीको आइपिओ सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। यस कम्पनीको आइपिओ सेयर निष्कासनदेखि लिएर बिक्री वितरण गर्ने सम्पूर्ण काम पनि एनएमबी क्यापिटल लिमिटेडको रहेको छ। साथीहरू, यस कम्पनीको आइपिओ सेयरमा लगानी गर्नुअघि कम्पनीले कति छिटो पैसा फिर्ता गर्छ भन्ने बुझ्न जरुरी छ। सोपान फार्मास्युटिकलको तथ्याङ्क यस्तो रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि 8.11 वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि 11.35 वर्ष। यसको अर्थ तपाईँ हामीले लगाएको पैसाको वास्तविक मूल्य फिर्ता हुन अझै 11 वर्षभन्दा बढी लाग्न सक्छ। यस कम्पनीको खुद वर्तमान मूल्य 15,97,59,59,39,257 रुपियाँ रहेको छ। यो एक ठुलो र सकारात्मक सङ्केत हो भने आन्तरिक प्रतिफल दर 23.63% रहेको छ। यो दर निकै राम्रो मानिन्छ, जसले कम्पनीको परियोजना नाफामुलक रहेको देखाउँछ। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पक्ष जोखिमको। यस कम्पनीलाई के रेटिङ नेपालले केयर एन्टी सिंगल बी रेटिङ दिएको छ। यसको सिधा अर्थ हो कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता उच्च जोखिम रहेको देखिन्छ। यसको कारण कम्पनीमा रहेको ऋणको भार वा प्रारम्भिक चरणमा सञ्चालन हुन सक्छ। त्यसैले यदि तपाईँहरू धेरै जोखिम लिन चाहनुहुन्छ भने यो कुरालाई विशेष ध्यान दिनुहोला। सेयर बजारमा लगानी गर्दा फाइदा मात्र होइन, जोखिम पनि उत्तिकै हुन्छ। साथीहरू, सोपान फार्मास्युटिकल एउटा आशलाग्दो फार्मास्युटिकल कम्पनी हो जसको आन्तरिक प्रतिफल दर राम्रो छ, तर सिंगल बी रेटिङ अलि सचेत रहन सङ्केत गर्छ। नेपालको सन्दर्भमा आइपिओमा प्रायः 10 किता पर्ने सम्भावना हुन्छ। त्यसैले 10 किताका लागि आवेदन दिनु सुरक्षित र बुद्धिमान हुनसक्छ। तपाईँलाई यो कम्पनीको भविष्य कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। यस्तै सेयर बजारका जानकारीका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।